नमस्कार साथीहरू, आजको यस भिडियोमा हामी छलफल गर्दैछौँ नेपाली क्रिकेटको एकदमै महत्त्वपूर्ण विषय फिनिसिङको समस्या। खेल जित्ने सबैभन्दा अन्तिम तर महत्त्वपूर्ण जिम्मेवारी हो फिनिसिङ। तर यस भूमिकामा को फिट होलान् त? भिडियो पुरा हेरौँ र अन्त्यमा तपाईको विचार कमेन्ट गर्न नभुल्नुहोला। नेपाली क्रिकेटको मुख्य समस्या फिनिसिङ। नेपाली क्रिकेटको हालसम्मकै ठुलो समस्या भनेकै फिनिसिङ हो। खेल सुरुमा राम्रो प्रदर्शन हुन्छ, तर अन्तिमसम्म खेल जित्न नसक्दा हामीले धेरै खेल गुमाएका छौँ। हालैको विश्वकपमा पनि यो समस्या प्रष्ट देखियो। हाम्रो हारको मुख्य कारण नै राम्रो फिनिसिङ नभएको हो। यो समस्या अहिले मात्र होइन, धेरै वर्षदेखि हामी यही समस्याबाट गुज्रिरहेका छौँ। सिलेक्सनमा दबाब र चुप। कुनै खेलाडीले एउटा खेलमा राम्रो खेलेपछि ऊ हाइपमा आइहाल्छ। त्यसैका आधारमा प्रशिक्षक र क्यानले बारम्बार उनलाई नै मौका दिन्छन्। यसरी स्थायी फिनिसिङ विकल्प विकास हुन पाउँदैन। दिपेन्द्र सिंह ऐरी मुख्य फिनिसर। दिपेन्द्र सिंह ऐरीले टी20 र ओडिआई दुवैमा फिनिसिङको भूमिका खेल्दै आएका छन्। धेरै टी20 खेलमा हामीले उनकै कारण जित पनि निकालेका छौँ, तर ठुला खेलहरूमा उनी खासै चम्किन सकेका छैनन्। कतार विरुद्ध 6 बलमा 6 छक्का हान्दा त सबैले वाह गरे, तर बङ्गलादेशसँगको खेलमा 18 ओभरमा मेडन ओभर खेलेर आउट भए। दक्षिण अफ्रिकासँगको खेलमा पनि अन्तिम क्षणमा टिक्न नसकेर हार्नु पर्यो। गुलसन झा। ऊर्जा छ तर अनुभव छैन। गुलसन झालाई कहिलेकाहीँ फिनिसिङको भूमिका दिइन्छ, तर ठुला खेलहरूमा उनले दबावमा प्रदर्शन गर्न सकेका छैनन्। दक्षिण अफ्रिकासँगको खेलमा उनलाई अन्तिम टच दिएको भए खेल घुम्न सक्थ्यो र खेल हाम्रो हातमा आउने थियो। कुशल भुर्तेल। आफ्नो स्थान पक्का नभएका। कुशल भुर्तेल कहिले 3 नम्बरमा, कहिले 6-7 नम्बरमा त कहिले ओपनरमा। एकै खेलाडीलाई यसरी हल्लाउँदा स्थायित्व हराउँछ। उनले फास्ट डेथ बलिङ राम्रो फेस गर्ने हुँदा उनलाई फिनिसिङको भूमिकामा मौका दिन मिल्ला त? तपाईँको विचार के छ यसमा? कमेन्ट गर्नुहोला। लोकेश बम एक विस्फोटक ब्याट्सम्यान। लोकेश बम एकदमै आक्रामक ब्याट्सम्यान हुन्। उनी नयाँ बलभन्दा पुरानो बलमा राम्रो हिट गर्ने गर्छन्। त्यसैले उनलाई टी20 मा ओपनरभन्दा फिनिसिङमा प्रयोग गर्दा राम्रो नतिजा आउन सक्छ। ओपनर ब्याट्सम्यानको रूपमा धेरै विकल्प भएकोले उनलाई फिनिसिङको रोल दिँदा राम्रो होला जस्तो लाग्छ मलाई। तपाईँहरूको प्रतिक्रिया कस्तो छ? कमेन्ट गर्नुहोला। आदिल अन्सारी कमब्याकको तयारी। आदिल अन्सारी पहिले स्पोर्ट फिक्सिङमा मुछिएका थिए। अब क्यानले उनलाई सबै खेलमा फुकुवा गरेको छ। उनको आँकडा या भनौँ स्टार्स अझै उत्कृष्ट छैन, तर उनीमा इच्छा शक्ति देखिन्छ। भारतको लोकल लिगमा राम्रो खेलेका छन्। अब नयाँ अस्ट्रेलियन प्रशिक्षकले उनलाई कसरी प्रयोग गर्छन् भन्ने हेर्न बाँकी छ। हाम्रो मुख्य आशा भनेकै अहिलेका लागि उनी नै हुन्। हेरौँ उनले कस्तो गर्नेछन् र कसरी नेसनल टिममा आउनेछन्, त्यो भने हेर्न बाँकी नै छ। फिनिसिङको यो समस्या समाधान नगर्दासम्म नेपाली क्रिकेट विश्व स्तरमा प्रतिस्पर्धा गर्न सक्दैन। तपाईँहरूको विचारमा सबैभन्दा उपयुक्त फिनिसर को होला त? कमेन्ट गर्नुहोला।